एभ्रिवान, नमस्ते सबैजनालाई। अनि आज पनि मैले फेरि पनि भिडियो स्टार्ट गरिसकेको छु। मर्निङ टाइममा भन्दाखेरि पनि 9 बजिसकेको छ र म चाहिँ रेडी भइसकेको छु। अहिले म चाहिँ कहाँ जाने भन्दाखेरि चाहिँ अहिले चाहिँ मैले तपाईँले याद गर्नुहुनेछ भिडियोमा है, म कहाँ जानेछु भनेर हेर्दै गर्नुहोला मेरो भिडियो। अब चाहिँ म निस्केको पनि है, रेडी भइसकेँ निस्केको। अहिले भरे म देखाउने छु तपाईँलाई। नानीहरूलाई यो पनि लगिदिएको है। म चाहिँ फाइनली लोकेसनमा चाहिँ पुगिसकेको छु है। अनि मैले भनेको थिइनँ कि म कहाँ जाँदैछु भनेर, म देखाउँछु सामानहरू। ल नानीको कस्तो हुन्छ। के गर्नुहुँदैछ? हेलो, के गर्दैछ? ए हुन्छ, खेल्दैछ? ए सुतिरहनु भएको थियो? ए हेलो, हेलो, के हो? के खेलेको? के खेलेको? ए हुन्छ मिस, हुन्छ हुन्छ। कसरी बनाउनु पर्छ अरे? नानी कसरी बनाउनु पर्छ खोइ? कुन त हौ? के रहेछ आम्बो? यो के हो यत्रो डल्लो छ त? ए डल्लो खालके रहेछ। लु खानु। हेलो, त्यसले खाने हो, खाऊ। यस्तो कक्रेको के भएर हो? यस्तो कक्रेको सियो के लगाएको थियो? कहाँ लगाएको थियो? कतापट्टिको फिलामा? यता नानीको, अर्को नानीको। ए ए मजा आइरहेछ अहिले। अलिक स्पिड हिँड्नुपर्छ के? जाति पो हुन्छ त? स्पिड हिँड्नुपर्छ कि जाति पो हुन्छ है? नानीहरूसँग एकछिन रिल्याक्स गर्नुको लागि बाहिर निस्केको भन्दाखेरि पनि दोकान गएको एकछिन हँसाएर हँसाएर जस्ट फन है, मजा आइरहेछ आज। उही दुईजना, हाम्रो आराध्या अगाडिको, पछाडिको चाहिँ रुथ। यता हेरिदेऊ न, हाई भनिदेऊ न। क्युट क्युट हँसाएर हँसाएर फुच्चीहरूले चाहिँ यति साह्रो हँसेर चाहिँ हया हया गर्दैछ। उही दुईजना चाहिँ इन्जेक्सन लगाएर चाहिँ यस्तो बिजोक भइरहेको रहेछ खुट्टा चाहिँ। यिनै चाहिँ यस्तो भएर चाहिँ। नानी आराध्याको फेभरेट फ्रुट्स कुन चाहिँ अरे? ड्रागन फ्रुट। ड्रागन फ्रुट। अनि रुथको? एप्पल बनाना। एप्पल बनाना। के हो? ड्रागन फ्रुट चाहिँ पाइनएप्पल। पाइनएप्पल पनि हो। ल ल, सामानहरू किनेर पनि दोकानबाट जाँदैछु। दुईजना चाहिँ टेरेमेरे खाँदै खाँदै हिँड्दैछ। खोल न हौ, खोल्छ सक्छ त? खोलेन? लु फुल्लायो फुल्लायो, मरुन्जेल पुग्यो अहिलेबाट यो उयै दुखिन्जेल। अनि यति साह्रो मेहनत चाहिँ। ल दुईजना फुलाउँदै बस्नु, ल फुलाउँदै बस्नु। ल ल बाई बाई, खोइ बाई बाई बाई। ल गएको ल। अब चाहिँ म निस्केको यहाँदेखिको नानीहरूलाई छोडेर है, भेटेँ। अनि निकै बेरसम्म बसेँ, खाजा पनि खाएँ। अनि चाहिँ अब चाहिँ गएको म ब्याक टु सिङताम। म चाहिँ यहाँ भन्नुपर्दा चाहिँ तिमीतारको आएको थिएँ। नानी चाहिँ यहाँनिर मिसकोमा बस्छ नि त, अनि भेट्दै आएको थिएँ। अनि चाहिँ उनीहरूसँग इन्जोय गरेँ, उनीहरू मस्त खेलिरहेछ। अनि म चाहिँ फर्केको अब यहाँ रोडमा निस्किँदैछु। पानी परेर एकछिन बसेँ हो।
अनि अब चाहिँ यहाँ रोडबाट चाहिँ गाडी रोकेर जानुपर्ने हुन्छ। यहाँ चाहिँ चिसो चिसो छ हो, सिङताम चाहिँ गरम होला अब, यस्तो छ है रोडमा। र म चाहिँ 0 आइसकिसकेको छु है। यहाँदेखि यहाँसम्म चाहिँ गाडी पाएर यहाँसम्मको गाडीमा आएँ। अनि यहाँदेखिको चाहिँ ओह्रालो चाहिँ सिङताम जानुपर्छ। म चाहिँ यहाँ माथिबाट आएको, यो माथि उकालो चाहिँ तिमितार्कु टी गार्डन हुँदै 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 नाम्ची जाने हो। अनि यो उता चाहिँ हाम्रो घर जाने रोड हो भन्दाखेरि पनि बेन हुँदै हाम्रो घर हुँदै राबुङला जाने रोड हो। अनि म चाहिँ यता उकालोबाट आएको, यो टी गार्डनको रोडबाट आएको। अब म जाने चाहिँ हो यता हुँदो चाहिँ सिङताम, गाडी पर्खिरहेको छु। अनि यहाँदेखिको उता चाहिँ हाम्रो घर जाने रोड सँगसँगै राबुङला मैले पुरा मिस गरिरहेको छु। चाहिँ म जाने ओह्रालो जाने चाहिँ यता हो। रुम पनि आइपुगेँ। रुम आइपुग्दा चाहिँ अन्धकार, के भन्नु है, रुमको त रुम आइपुग्दा चाहिँ अन्धकार रहेछ है। अब चाहिँ म ड्रेस चेन्ज गरेर चाहिँ के भन्छ है, लाइटै छैन रहेछ रुममा त, अँधेरो भइरहेको रहेछ। हरेस अब चाहिँ के भन्छ है, आज मैले अब गएको थिएँ। म चाहिँ कहाँ गएको थिएँ भन्दा चाहिँ म चाहिँ नानी भेट्नु गएको थिएँ नि त। नानीलाई चाहिँ मिसकोमा पिजीमा राखेको छ, त्यसले गर्दा चाहिँ अस्तिदेखिको भेट्नु जान्छु भनिरहेको थिएँ। अनि मैले सानो सानो क्लिप है बनाएर लगाएको छु। अनि आई होप तपाईँले इन्जोय गर्नुभयो होला। अनि थ्याङ्क यू सो मच फर वाचिङ, बाई।